यसलाई चाहिँ अफिसियली एउटा ट्यागलाइन दिएको छौँ हामीले। त्यसमा चाहिँ के भनेको छ घुम्न जुम विथ जुम भनेर चाहिँ एउटा ट्यागलाइन दिएको छ। शक्तिपुर हुँदै त्यसपछि चाहिँ माथि बडनगढी FY इन्जिन त्यो चाहिँ हाम्रो स्पेसिफिकेसन थियो र त्यसमा चाहिँ हिरो जुम 125R चाहिँ एकदमै पर्फेक्ट फिट भएकोले हामीले सो स्कुटर खरिद पनि गऱ्यौँ। केही फिल भए पनि एकदमै स्टेबल अनि कम्फर्टेबल, दुईजना आएको हो हामी होइन अफिसबाट, एकदमै कम्फर्टेबल फिल भयो। त्यस्तो खाल्टाखुल्टीमा पनि स्कुटरमा चाहिँ धेरै भाइब्रेसनहरू नआएको कारणले एकदमै सहज तरिकाले आइपुग्यौँ यहाँ पनि। यहाँ आएर उहाँहरूले हामीलाई गेमहरू पनि खेलाउनु भयो र लकिली मैले गेम पनि जितेर एउटा कप पनि पाएको छु, त्यस कारणले म डबल खुसी छु। मलाई यसको सबै चिज मन पर्यो। टायर पनि अलिकति मोटो छ होइन, बाइक जस्तो फिल हुन्छ, चलाउँदाखेरि पनि त्यस्तै हेभी छ, अलिक केटाहरूको लागि ठिक छ। नमस्कार, मेरो नाम चाहिँ सक्षम चापागाई। म चाहिँ आज भएको यो ग्रुप राइडको सबसे यङ्गेस्ट राइडर। अरू स्कुटरभन्दा बेटरै छ भनौँ न। मैले पहिला चलाएको स्कुटर भन्दा पनि बेटर, त्यसमा एकदम हात दुख्ने अनि टायर सानो चिप्लिने खालको प्रब्लमहरू थियो भने चाहिँ यसमा चाहिँ छैन। त्यसमा किन तपाईँको माइलेजदेखि लिएर सबै कुरा राम्रो छ। तपाईँहरू स्कुटी किन्ने सोचमा हुनुहुन्छ भने चाहिँ हिरो जुम नै हेर्नु एकचोटि। सबै सोरुममा बुझ्दै जाँदाखेरि मलाई चाहिँ हिरोको चाहिँ जुम मन पर्यो, कम्फर्टेबल छ एकदम चलाउँदाखेरि। माई नेम इज यशोदा श्रेष्ठ। यशोदा श्रेष्ठ, आजको यो राइडमा कस्तो लाग्यो तिमीलाई? मलाई एकदम राम्रो लाग्यो। आज हामी यो जुम राइडमा आएको छौँ, घुम्न जुम विथ जुम। मलाई चाहिँ पर्सनली यो स्कुटर एकदमै अवेटेड, मेबी चितवनमा फर्स्ट नै मैले नै ल्याए होला। मैले अब मेरो साथी पनि हिरोमा नै छ अनि उसलाई पहिल्यैदेखि नै भनेको थिएँ बुक गर्नुपर्छ यताउता भनेर भनेको थिएँ अनि फाइनली मैले लिएँ। ओभरअल यसको कम्पेरिजन अरू स्कुटरसँग गर्दा पनि सबैभन्दा बेस्ट नै लाग्यो। विल साइजहरू, कलरहरू, पर्फर्मेन्सदेखि लिएर पिकअपदेखि लिएर अफ रोडिङ, अन रोड, एभ्रिथिङ सबै रमाइलो भयो। सो खुसी लाग्यो। घुम्न जाउँ विथ जुम। घुम्न जाउँ विथ जुम। घुम्न जाम विथ जुम। जुम विथ जुम। घुम्न जाम विथ जुम। घुम्न जाम विथ जुम। घुम्न जुम विथ जुम। घुम्न जुम विथ जुम।